भुवन सर, वेलकम टु आवर व्यापार पाठशाला पोडकास्ट। थ्याङ्क यू सो मच सुरज बाबु, मलाई बोलाउनु भयो, धेरै धेरै धन्यवाद। सर एकदमै हम्बल है, एकचोटि सरलाई रिक्वेस्ट गरिदिनु बित्तिकै आइदिनु भयो सर। बोलाउनु भयो म होइन, गफ गर्न पाइयो, थ्याङ्क यू सो मच। सर चाहिँ अब सरको मैले पास्ट हेरिरहेको थिएँ एज अ सानिमा ब्याङ्कमा त्यत्रो 2 टर्म बिताउनुभयो, त्यसै गरी नेपाल ब्याङ्कर्स एसोसिएसनमा नि हुनुहुन्छ। हजुर म थिएँ। हजुर हुनुहुन्थ्यो, सरी। हजुर। अनि सरको चाहिँ गजब लागेको हजुरले एउटा बुक पनि लेख्नु भएको रहेछ। हजुर हो। रिटायरमेन्ट एट 50। मैले किताब त 3टा लेखाएको छु, त्यो मध्ये पछिल्लो किताब चाहिँ हो यो। ओके, मलाई त्यहीँबाट स्टार्ट गर्नु मन लाग्यो सर। यो रिटायरमेन्ट एट 50 को चाहिँ यो वर्क अर्ली रिटायर अर्ली जुन थिम छ हजुर, यो चाहिँ कसरी इन्फ्लुएन्स हुनुभएको सर? यस्तो भयो, म यहाँलाई भन्छु, अहिले सिद्धार्थ ब्याङ्कको सिइओ हुनुहुन्छ हाम्रो सुन्दर कणेलज्यू, उहाँ र म चाहिँ नोबेल ब्याङ्कमा सँगै काम गर्दा 50 वर्षमा रिटायरमेन्ट हुने हिसाबले काम गऱ्यौँ भन्थ्यौँ। मलाई त्यो संयोग जुर्यो, उहाँलाई त्यो संयोग जुरेन। अब भाग्यले साथ दियो भनौँ न, म 42 वर्षको उमेरमा सिइओ हुन सकेँ, 8 वर्ष सिइओ भएँ, फुल 2 टर्म्स काम गरेपछि अब 50 वर्ष पनि भयो। मलाई चाहिँ जुन पहिला ड्रिम थियो त्यो ड्रिम मेरो चाहिँ फुलफिल हुने भयो। अब सुन्दरजीको केसमा चाहिँ त्यो अब अहिले 60 वर्ष पुग्न लाग्नु होला उहाँ, तर उहाँ पनि अब सायद यो टर्म सकेपछि रिन्यू गर्नुहुन्छ कि गर्नुहुन्न मलाई त थाहा छैन, मैले उहाँसँग गफ गरेको छैन, सम्भवतः गर्नुहुन्न होला। हामीले त्यो सल्लाह गरेका थियौँ। अब मलाई चाहिँ संयोग जुर्यो, अरू साथीलाई नजुर्न पनि सक्छ, फेरि सबैजना 50 वर्षमै रिटायर हुनुपर्छ भन्ने पनि छैन, किनभने ब्याङ्कमा काम गरेपछि एउटा अपेक्स लेभल भनेपछि सिइओको लेभलमा पुग्ने सबैलाई चाहना हुन्छ। मलाई त्यो 42 वर्षको उमेरमा जुरेको हुनाले म 50 वर्षमा रिटायर हुन सकेँ। अरूलाई जुर्छ कि जुर्दैन मैले अरूको बारेमा कमेन्ट गर्न सक्दैन, तर म धेरै खुसी छु। मलाई चाहिँ त बेकुब भई 50 वर्षमा रिटायर भएर भन्ने साथीहरू पनि हुनुहुन्छ, तर उहाँहरूप्रति मेरो केही गुनासो छैन, उहाँहरूको सबै मेरो प्रति सद्भावै व्यक्त गर्नुभयो। रिटायरमेन्ट भनेको खास अर्थ चाहिँ कसरी? मैले सिइओबाट रिटायरमेन्ट फ्रम सिइओ है, आइ एम नट रिटायर्ड फ्रम माई लाइफ, आइ एम नट रिटायर्ड फ्रम माई डे टु डे एक्टिभिटिज होइन। म अहिले पनि धेरै नै बिजी छु सुरजी, म त्यस्तो रिटायर्ड भनेर घरमा सुतेर बसेको छैन, म असाध्यै अहिले पनि बिजी छु। तर सिइओको रोलमा चाहिँ म अब रिटायर्ड नै हो, म चाहिँ ब्याङ्कको सिइओ फेरि हुन चाहन्न। मैले किताबमा पनि क्लियरली त्यो लेखेको छु। मलाई केही ब्याङ्कहरूबाट छोडिसकेपछि पनि अफरहरू आयो, मैले उहाँहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै मैले सरी भने होइन, भन्नुपर्ने अवस्था भयो, किन मलाई सिइओ चाहिँ फेरि हुने इच्छा छैन, किन अरू मान्छेले पनि त सिइओ हुने मौका पाउनु पऱ्यो। हामी त डिफ्रेन्ट रोल चाहिँ डिस्चार्ज गर्न सक्छौँ नि त। एउटा प्लेयरले भनौँ न, एउटा पिकमा पुगेर रिटायरमेन्ट लिएपछि फेरि प्लेयर हुँदैन नि त, ऊ कोच हुन सक्ला होइन, मेन्टर हुन सक्ला, कमेन्टेटर हुन सक्ला, विभिन्न अरू रोलहरूमा चाहिँ पदाधिकारीको रोलमा हुन सक्ला। मैले विभिन्न अन्य रोलमा छु, म ब्याङ्किङमै छु, ब्याङ्किङको विभिन्न रोलमा छु, खालि सिइओको रोलबाट मात्रै म रिटायर्ड हो। मलाई अलिकति बुझ्नु मन लागेको छ। हजुर, तपाईँ ठ्याक्कै 50 मै रिटायर हुनु, मलाई भाग्यले साथ दियो। बट बिफोर रिटायरमेन्ट र पोस्ट रिटायरमेन्टको लाइफ चाहिँ के हुँदो रहेछ, कसरी हेर्नु? बिफोर रिटायरमेन्ट चाहिँ आई हेड टु बी एक्सट्रिमली बिजी, किनभने ब्याङ्कको सिइओ भनेपछि नेचुरली भनौँ न, हामी चाहिँ 8-10 लाख जुन कस्टमरहरू हुनुहुन्थ्यो भनेपछि उहाँहरूको डिपोजिटरको इन्ट्रेस्ट प्रोटेक्सन गर्नुपर्ने दायित्व छ नि त। अब हाम्रो चाहिँ अफिस टाइम 8 घन्टा मात्रै भए पनि त्यो 24 घन्टा चाहिँ अब हामीले चाहिँ वी ह्याड टु डिभोट टु आवर अफिस अर्गनाइजेसन, किनभने हामीले त्यो डिपोजिटरको सेफ्टी हाम्रो पहिलो कन्सर्न हुन्थ्यो। त्यसै गरी सेयर होल्डरको रिटर्नको कुरा भयो, स्टाफको चाहिँ कन्सर्नको कुरा छ होइन, अन्य धेरै स्टेक होल्डरको इन्ट्रेस्ट प्रोटेक्सन गर्नुपर्ने कुराहरू छ भनेपछि वी ह्याड टु बी एक्सट्रिमली बिजी, किन त्यो बेलामा त दायित्व थियो नि त। अब अहिले त्यो दायित्व त छैन, भन्छ अब मेरो भोलन्टरी भयो क्या, म जुन काम गर्छु आफूलाई चाहेको काम मात्रै गर्छु। त्यो बेलामा पनि फेरि मैले कसरी इम्पोज गरेर म सिइओ भएको होइन, मेरो चाहनै त्यो थियो। तर त्यो बेलामा धेरै चाहना सँगसँगै दायित्वहरू पनि आएको थियो भने अहिले कम दायित्व छ मलाई। त्यो भनौँ न 1.5 खरबको चाहिँ डिपोजिटर सेयर होल्डरको जुन अब फन्डहरू चाहिँ म्यानेज जुन हामीले गरिराखेका थियौँ, त्यो एसेट्स अंडर म्यानेजमेन्ट चाहिँ मलाई लाग्छ 1.5 खरबभन्दा बढी थियो। सानिमा ब्याङ्कको चाहिँ त्यो सबैको चाहिँ अन्तिम रेस्पोन्सिबिलिटी त ममा आएर ठोकिन्थ्यो नि त। भलै हाम्रो डिपार्टमेन्ट हेड साथीहरू हुनुहुन्थ्यो, धेरै सिनियर लेभलका अरू साथीहरू पनि हुनुहुन्थ्यो, बोर्ड पनि थियो, तर पनि अन्तिममा ठोकिने त त्यो सिइओकै आएर ठोकिन्छ। हेर्नु, चिफ एक्जिक्युटिभ अफिसर अब जे भए पनि प्रधानमन्त्रीकै ठोकिन्छ भने जस्तै हो नि त देशको केसमा। भनेपछि त्यो रेस्पोन्सिबिलिटी थियो, धेरै बिजी हुनु पर्थ्यो। बिहानदेखि बेलुकासम्म असाध्यै कहिले ग्राहकका गुनासाहरू आउँथे, कहिले कर्मचारी साथीहरूको गुनासो आउँथ्यो, कहिले चाहिँ अब रेगुलेटरहरूको गुनासो आउँथ्यो, कहिले चाहिँ भन्नुहोस् न या प्रेसको कुराहरू आउँथ्यो होला। भनेपछि वी ह्याभ टु बी एक्सट्रिमली बिजी। मतलब मिनिमम 10 to 12 आवर्स त अब वी ह्याभ टु वर्क फर अफिस। तर अहिले चाहिँ त्यो किसिमको दायित्व छैन, त्यसले म आई एम लिडिङ अ भेरी रिल्याक्स लाइफ भन्न सकिन्छ। तर स्टिल आइ एम बिजी, सेयरिङ गर्ने कुरामा चाहिँ म पछाडि छैन। एक्सट्रिमली बिजी भनेर सर कसरी डिफाइन गर्नुहुन्छ? हार्डवर्क, सेल्फ डिसिप्लिन,
कसरी डिफाइन होइन एक्सट्रिमली बिजी भने चाहिँ के हुन्छ जस्तै बिहान उठ्ने बित्तिकै के हुन्छ आई युज टु टेक नोट अफ पोइन्ट्स क्या जस्तै मैले अफिसमा आज के काम गर्छु त भन्ने कुरो चाहिँ म बिहानैदेखि अब म नोटहरू गर्थेँ जस्तै कहिलेकाहीँ बेलुका सुत्ने बेलामा पनि केही चिजहरू आयो भने ठ्याक्कै उठेर म चाहिँ यही मोबाइलमा चाहिँ ठ्याक्क नोट गरिहाल्थेँ अनि भोलिपल्ट गएर साथीहरूसँग गफ पनि केही नयाँ चिज आयो भने अफिसमा यो इम्प्लिमेन्ट गर्न सकिन्छ कि भनेर नोट गरिहाल्नु पनि सधैँ के हुन्थ्यो त भन्दा मेरो त भनौँ 7-8 लाख चाहिँ जुन डिपोजिटर हुन्थ्यो उहाँहरूप्रति त मेरो दायित्व थियो नि त अब सिस्टममा केही रिस्क हुने हो कि होइन नयाँ प्रोडक्ट लन्च गरेर केही उहाँहरूलाई चाहिँ राम्रो सर्भिस दिन सकिन्छ कि कतै स्टाफहरूले बदमासी चाहिँ कम गरून् होइन बदमासी गर्नुभयो उहाँहरूले भने उहाँहरूलाई त हार्म गर्छ संस्थालाई पनि हार्म गर्छ होइन त डिपोजिटरको इन्ट्रेस्टमा पनि त्यसले हार्म गर्ला सेयर होल्डरको इन्ट्रेस्टमा पनि हार्म गर्ला भन्ने हिसाबको सधैँ चिन्ता भइराख्ने भावनाले त्यो बेलामा चाहिँ एक्सट्रिमली बिजी भनेको चाहिँ बिहान बिउजेदेखि राति नसुतिन्जेलसम्म आई हेभ टु थिङ्क अबाउट द अफिस